नमस्कार। नमस्ते रोशन भाइले हामी आज लिथुएनियाको क्लाइपेडा सिटीमा आज धेरै नै चिसो रहेछ। गाडीभित्र पनि टोपी लगाएर बस्नुपर्ने अवस्था छ। हाम्रो दाइलाई चाहिँ तातो छ, मलाई चाहिँ चिसो भइरहेछ। तपाईँ भर्खर आउनु भएको छ, त्यही भएर लिथुएनिया क्लाइपेडा भर्खर 20 दिन भयो होला म आएको। तर दाइ हाम्रो चाहिँ अब 1 वर्ष हुन लाग्यो आएको। ठिक छ, क्लाइपेडा ठिक छ। पुरा समुद्रको एरियामा रहेछ, त्यत्रो चिसो पनि छैन। यहाँको समुद्रको कारणले धेरै चिसो छैन। चिसो छ तर त्यस्तो भिल्नियस जस्तो काउनस जस्तो चाहिँ अहिले स्नोफल पनि हुँदै छैन। स्नोफल छैन, त्यस्तो छैन। ठिक छ, स्टुडेन्टको लागि पनि फ्रेन्डली रहेछ ठाउँ। त्यस्तो छैन, चाप छैन पब्लिकको, राम्रो छ। पब्लिक ठिक छ। समरमा चाहिँ धेरै काम हुन्छ। समरमा चाहिँ धेरै हुन्छ किनभने टुरिस्ट डेस्टिनेसन हो लिथुएनियाको लागि यो। एकदम समुद्रको साइडमा जहाँ पनि टुरिस्टै आउँछन्, एकदम राम्रो हुन्छ। त्यसपछि तपाईँले क्लाइपेडा भनेको तपाईँले समरमा एकदम राम्रो देखिन्छ, विन्टरमा पनि राम्रै छ। तर समरमा तपाईँले कति दिन भइसक्यो आएको यहाँ? म 20 दिन भइसक्यो दाइ। म आउँदाखेरि त हेर्नु एक्लै आएको। काममा त पाइसकेछ। 20 दिन भयो होइन? के कसरी 20 दिनमा काम पाइसकेछ। म त आउँदाखेरि त म दिल्लीबाट आएको, एयर इन्डियाबाट। काठमाडौँ किन लिनु? काठमाडौँबाट त यार डबल फरक रहेछ यार रेटको। त्यो चाहिँ तपाईँले ध्यान दिनु होला है। जो भए पनि नेपालबाट लुट्दो रहेछ एभिएसनहरू, यो कुरा छ। अब होला उनीहरूको आफ्नै छुट्टै रुट होला, के होला, अब त्यो त म भन्न सक्दिनँ। बिजनेसबाट म भिल्नियस झरेँ, भिल्नियसबाट फेरि यहाँ क्लाइपेडा। त्यहाँबाट मेरो दाइले मलाई पिक गर्नुभयो। हि प्रोभाइडेड मी द होस्टेल एन्ड द अदर थिङ्स। सिन लिइदिनु भयो, मेरो रिभोल्ट एकाउन्ट बनाइदिनु भयो, अब फुड डेलिभरीको पनि बनाइदिनु भयो। तर सुरु चाहिँ गरेको छैन फुड डेलिभरी अहिले। तर हेरौँ, अब जबको इन्टरभ्यू दिएर बसेछु, भोलि मेरो रिजल्ट आउँछ। हेरौँ, भोलि राम्रो रिजल्ट आयो भने फुड डेलिभरी हेरौँ, पार्ट टाइम हुन्छ। हेरौँ के छ। राम्रो छ, लिथुएनिया गुड छ, बेस्ट गुड। जसरी बजेट छ, अब यहाँ अब अस्ट्रेलिया जस्तो खोज्यो भने त अस्ट्रेलिया जस्तो पाउँदैन। तर जुन बजेटमा आउँछ 5-6 लाखको बजेटमा त्यो चाहिँ हुन्छ। इतने में बस इतना ही मिलेगा वाला वो। अब मिलेगा, यहाँ पे भी अच्छा मिलेगा। बस मिलेगा कौन से हिसाब से मिलेगा? जैसे कि आप अगर यहाँ पे स्किल पे आ जा रहे हो तो स्किल चाहिँ सिकेर यहाँ पे अगर आगे यहाँ पे स्किल अगर कर रहे हो तो वो बढ़िया। स्किल चाहिँ सिकेर आउनुहोस्, अलिअलि भाषा सकिन्छ भने सिक्नुहोस्। त्यो सब चाहिँ तपाईँलाई बहुत हेल्पफुल हुनेछ। स्किल वाला बेसमा त त्यो ल्याङ्ग्वेज धेरै पर्दैन। जसरी कि अब ड्राइभिङ भयो, तपाईँको वेल्डिङ भयो, फोर्कलिफ्ट भयो, इलेक्ट्रिसियन, प्लम्बर, यो सबमा चाहिँ सिकेर आउनु हो भने राम्रो छ। यसमा राम्रो डिमान्ड पनि छ। वेल्डर पनि छ। वेल्डरमा राम्रो डिमान्ड छ। यहाँ सिप बनाउने ठाउँ हो, वेल्डरमा त तपाईँले बहुत राम्रो छ। अब रेस्टुरेन्टमा चाहियो, होटलमा चाहियो, त्यहाँ त ल्याङ्ग्वेज आइहाल्छ। किन कस्टमर ल्याङ्ग्वेज चाहियो या त